भाइलाई भेट भएको छ। कस्तो छ भाइ तिहार? एकदम 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 धेरै 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 अच्छा भइरहेछ। ओहो यहाँ त नि उहाँ पनि हुनुहुँदो रहेछ सर। के छ हौ सर हालखबर? यसो डुल्दै हो। ओहो भाइ के छ नि? ल कस्तो हुँदैछ त तिहार? ल को हुनुहुँदो रहेछ हौ? यहाँ को छ? म चाहिँ यहाँ नयाँ बस्तीमा आएको छु है। यहाँ को हुनुहुँदो रहेछ? मेरो दाइ पक्नु। दाइ कस्तो लागिरहेछ दाइ तिहार? एकदम राम्रो छ। मेरो भ्लगमा तपाईँलाई स्वागत छ है दाइ। ए ओसन यहाँ चाहिँ त अब दाइ घरतिर? ल दाइ ल। अनि देउसी नखेल्नु भए? ल हेर यहाँ त अर्को पनि रहेछ त राम। के हो तिहार त डरै लागेको रहेछ त। के छ भाइ? नबाज है नबाज नबाज केटा। मेरो त कस्तो न कस्तो भाइ। अब ऊ पनि भएन भाइ, राम्रो पनि ऊ पनि गर्नु भएन। भाइलाई दिदीलाई भाइले दिएको पैसा फेरि रिटर्न माग्दै गरेको अवस्था भनेर कन्टेन्ट आइरहेको थियो त युट्युबमा मैले हालिदिएको थिएँ। ल हाम्रो नयाँ बस्ती त्यस्तो छ है, सुन्दर छ है नयाँ बस्ती। यसो घुम्न सुन्नलाई पनि आउनु होला। यो चाहिँ फुटबल ग्राउन्ड है। यहाँ फुटबलहरू खेलिन्छ भनेदेखि यहाँ चाहिँ यो झिलिमिली भयो। यो चाहिँ मेन हो, मेन चोक हो, बजार उहाँ छ। मिनी मार्केट उहाँ पर छ। उता लाइट देखेको भित्रबाट छ मिनी मार्केट पनि होइन। राम्रो छ। यहाँ कहाँबाट हो पनि कडाहरू पनि आइपुगेको रहेछ। तपाईँलाई म यसो यहाँको मिनी मार्केट देखाउँदै लान्छु होइन। सबैजनाले चाहिँ होइन लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भनेर भन्दिनँ होइन। गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ। मन पर्यो भने गर्नु, मन परेन भने नगर्नु, यस्तै हो। यहाँ त कस्तो दामी छ, कति राम्रो छ हेर्नु त। मजाले कता हिँड्नु भएको? यस्तै छ होइन। चहलपहल ठिकठाकै छ। कोही यहाँ के हो कडाहरूको ढाइस साइज पो खेलिरहेको छ है। यो बाल्टिने म त चटपटै घोल्न पर्छ जस्तो बाल्टिने लिएर बसेछ ढाइस। के हो भने के भन्छ भने म थाहा पनि भएन। म थाहा पाउँदिनँ पनि यस्तो कुराहरू। त्यसको चाहिँ पुरै गीत बजिरहेछ। यतै हो डुल्दै सालो। यो चाहिँ नयाँ बस्तीको अहिले बनेको मिनी मार्केट हो यो चाहिँ होइन। तिहार लागिरहेको छ यतातिर। अनि म चाहिँ अब यसो हिँड्दैछु एक्लै होइन। एक्लै हिँडिरहेको छु नि फेरि एक्लै एक्लै यसो होइन। आनन्द लिँदै एक्लै। पसल ससल बन्द गरिओरि त्यही पनि आज एक्लै थिएँ पसलमा होइन। बन्द गरिओरि अलिअलि यताउता पसलमा काम गरेँ। पसल क्लोज गरेँ, बन्द गरेँ। 9 बजेभन्दा उता खोल्न मिल्दैन। अनि बन्द गरिओरि निस्केछु। म चाहिँ कस्तो दामी झिलिमिली लाग्छ हेर्नु घर। हेर्नु न। अनि उमा चाहिँ बच्चा बच्चीहरू एक्सर्साइज गर्छ है। अब म एकै ठाउँमा पुग्दैछु। त्यहाँ ठाउँबाट म पुगेर हेर्नु एक्सर्साइजहरू गर्ने यहाँको ओडाले र नगरपालिकाले गरेर हालेको म देखाउँछु। एकदम राम्रो छ होइन। मर्निङ वाक गर्नलाई राम्रो छ। ल है ल खाऊ है खाऊ मजाले खाऊ। उमा बिरालो पनि हिँड्दैछ। बिरालोले बाटोघाटो लोदर लाग्छ भनेर भन्छ। बिरालोले वारीबाट पारी जानलाई बाटो काट्छ भनेर भन्नुहुन्थ्यो। हेर्नुहोस् एक्सर्साइज गर्ने ठाउँ कस्तो दामी बनाउनु भएको छ। झिलिमिलीहरू घर कति राम्रो घर छ है। यो राम्रो छ घर हेर्नु कस्तो छ। यहाँ चाहिँ यस्तो छ। यहाँ यस्तो छ। हाम्रोतिर चाहिँ यस्तै छ। यसरी नै तिहार लागिरहेको छ। हाम्रो चाहिँ अलिक गाउँ भएर होला त्यत्रो झिलिमिली पनि छैन। तर अलिअलि हाम्रो ठाउँ पनि अलिअलि बुढापाकाहरूलाई होइन लम्बी उमेर लामो उमेर दिनको लागि यस्तो बनाएको छ। यस्तो हेर्नु यस्तो बनाएको छ होइन। यो चाहिँ यसरी खुट्टा यसरी गर्ने हो। त्यहाँ चढिवरी यो के हो? यो पाइडलवाला रहेछ। पाइडलै खुस्किएछ फेरि।
अब हाम्रो चाहिँ यहाँ चाहिँ यही छ क्या अब बिग्रियो फेरि बनाउने चलन चाहिँ हुँदैन क्या रिपेयरिङ यो चाहिँ घुम्ने बेला हो के अरे यो चाहिँ घुम्ने बेला ल ल अब म पनि घर जानुपर्ने हुन्छ आजलाई गुड बाई यो चाहिँ नयाँ बस्ती है नयाँ बस्ती फिल्ड होइन हजुरहरूलाई कुनै बेला भ्याएको समयमा देखाउँदै गरौँला अलिकति भ्याउँदिनँ म त्यही हो र तिमीहरू पनि जाने भाइ म अब लागेको भाइ घर भन्दा नि पर होटल बन्द गरेर आएको के राख्दै पसल बन्द गरिसकेको के हो दाजु र भाइ तर दाजुभाइसँगै भएन भने दाजु दुईवटा दाजुभाइ मिल्यो भने त गाउँ लखड्छन् है सिधियो आज मैले थाहा पाइसकेँ सिधियो आज होइन गाउँ सिधै के छ गौरव भाइ के छ हौ तपाईँको हालखबर कस्तो लाग्दैछ तपाईँलाई तिहार रमाइलो छ भाइ ल लिगेश ल जाऊ ल हातमा बिजेर त्यसरी सिटाउनु बोकेर होइन नि यार भएन क्या भएन ब्रो भएन यही छ अन्तिम भोलि चाहिँ फेरि सरले बिल्ला हानु मेरो रोस्ट फेरि यसो यसो नभन्नु नि फेरि एकछिन है भोलि चाहिँ फेरि माइनसले मेरो बिल्ला हानु भोलि चाहिँ फेरि माइनसले बिल्ला हानु होइन मेरो फेरि यस्तो भिडियो हाल्दैछ एउटा हातमा बियर एउटा हातमा रोस्ट भनेर होइन भन्दा फेरि नभन्नु नि फेरि नभन्नु नि बियर मित्रले यतातिर कता लुगाएको छ हौ ए चुरा डान ठिकै छ ए यहाँ राम सिद्धे छ अनि चक्ना त बाँचेछ त केटा एउटा बियर खोइ यहाँ पसल छ खोइ कहाँ छ पसल छैन पसल एउटा 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 बियर भन्नु दाजुभाइको फोटो खिच्दिनु भनै पर्छ भने एउटा बियर खुवाउँछु नि खारै आएकोमा पनि दाजुभाइ पनि हामी स्ट्रङ हो भन्ने कुरो रबिन भाइ के छ भाइ हालखबर कस्तो लागिरहेछ भाइब तिहारको भाइब दामी छ ल यति बजे केटाहरूलाई स्वागतम छ है सबलाई होइन ह्याप्पी तिहार ल भाइ मेरो पनि ल मेरो चाहिँ उहाँ प्यारो जिजाजी हो मेरो गाउँको जिजाजी यो पुरै ओल नयाँ बस्तीकै जिजाजी हुनुहुन्छ उहाँ तिहार के कस्तो रह्यो भाइ टिका कतिजनाको हातबाट टिका लाउनु भयो आशीर्वाद कस्तो पाउनु भयो दुईजनाकोबाट लाइयो होइन अनि दुईजना दिदीहरूबाट अरू दिदीहरू त आउनु पाएन अब बहिनीहरू उता विदेशमा छ त्यस्तै हो दुःख सुख अब लाइयो मनाइयो पोहोर साल चाहिँ पाएको थिएन होइन यसपालि लाइयो यस्तै हो छोरीको बर्थडेमा छोरीको बर्थडेमा सबलाई बोलाउन भ्याउनु भएछ अनि बाँकी भएको चाहिँ ओसन भाइलाई बोलाउनु आफै आउने हो नि त हाम्रो क्युटी पाइ ल